भनिरहेछन् अब भागाभाग सुरु हुन्छ, प्रतिशोधको राजनीति सुरु भयो। अब को जेल जान्छ, जेल सबै भरिभराउ हुन्छ। त्यो त गर्नु पर्यो। जसले जे गरिरहेछ आफ्नो पापको सजाय त भोग्नु पर्यो होइन। अब जसले जति पाप गरेको छ त्यस अनुसारको सजाय हुनुपर्छ। फेरि कसैले त्यो रविजीको केसमा नि के भन्दै गर्दाखेरि मैले स्पष्टै भनिसकेको छु बारम्बार। तर रविजीलाई चाहिँ सपोज कङ्ग्रेसकै पनि कतिपय त टप नेताहरू हुनुहुन्छ नि त, सहकारीमै लाग्नुभएको, एमालेकै हुनुहुन्छ, माओवादीकै हुनुहुन्छ। सबभन्दा बढी सहकारीमा लुटपाटै मच्चाएको त तिनटै पार्टीकै हो त। अहिलेसम्म यत्रो वर्षसम्म के हो त, रविजी पार्टी अहिलेसम्म राजनीतिमा नआउँदै उहाँलाई समातेको भयो भने त हुन्थ्यो नि। राजनीतिमा आइसकेपछि, सांसद भइसकेपछि, यत्र सांसदहरू बनाइसकेपछि देशभरिको एउटा आशा भयो भनेर त उहाँहरूले हानेको हो नि। त्यही हिसाबले होला उहाँहरूले गल्ती गर्नुभएको होला, तर गल्ती अनुसारको सजाय गर्नु पर्यो भन्ने चाहिँ प्रमुख पाखा गर्नु भएन। पाखा गर्नु भएन। एमालेलाई चाहिँ एउटा मात्रै छडी लगाउने, काङ्ग्रेसलाई चाहिँ एउटा मात्रै छडी लगाउने, रविजीलाई 100वटा छडी लगाउनु गर्नु भएन। रविजीलाई एउटा मात्रै छडी लगाउन, बराबर गर, न्याय गर। रविजी नेपाली जनताको छोरा हो। गलत गरेको छ भने कारबाही गर। गलत गरेको छ भने जति कारबाही गर्नु पर्यो त्यति कारबाही गर। नियम कानुनले काम गर। जनतालाई, हामी सम्पूर्ण नेपाली जनतालाई एउटा कानुन बनाऊ अनि नयाँहरूले एउटा कानुन, पुरानाहरूले एउटा कानुन नगर भन्ने चाहिँ मुख्य कुरा हो। सुलमान घिसिङ राजनीतिमा अब नयाँ पार्टी खोलेर आउने, एक झिक्का किन हुन नसक्ने, बालन शाह पनि अहिले खुलेर आउन नसक्ने, जनतामा जान नसक्ने, यो टुटफुटले त भोलि तिनै अपरेसन गर्दा त आफ्नै अपरेसन हुने अवस्था भोलि रहन्छ भन्न नसकिएला भन्ने अवस्था के छ? त्यसमा चाहिँ ढुक्क हुनुहोस्। हामी अहिले धेरै हतार गर्ने कुरा पनि भएन। टाइम आइसकेपछि यसको एक्सनकै रूपमा तपाईँले देख्नुहुन्छ। एक्सनको रूपमा मलाई अब हर्कजीलाई अथवा बालिनजीलाई अथवा कुलमानजीलाई पुरै त्यो विशुद्ध हुन्छ नि, एकदमै 100% शुद्ध भनेर नसोचिदिनुहोस्। हामीमा पनि खराबी छ, हामी पनि कमजोर छौँ। जसरी हाम्रा तमाम नेपाली जनताहरू, तपाईँहरूमा पनि खराबी त होला नि केही न केही खराबी छ। अनि हामी सबै शुद्ध दुधले नआएको त को छौँ र? कोही पनि छैनौँ। तर हामीमा पनि विशुद्ध एकदमै धेरै पूर्ण रूपमा शुद्ध पनि नसोचिदिनुहोस् होइन। हामी 70-80% ठिक छौँ होला, 30% त ममा पनि खराबी छ, रविजी नै खराबी छ, बालिनजी पनि खराबी छ। तर हाम्रो पुराना नेताहरूमा चाहिँ -20% खराबी त छुन पनि नसकेकी छ भन्ने मेरो कुरा हो कि। त्यही भएर बालिनजीलाई पनि क्रिटिसाइज गर्नु ठिक छ, तर उहाँको सम्भावना बढी छ नि त। 80% सम्भावना छ, रविजी पनि 80% सम्भावना छ। रविजी पनि खराबी छैन भनेको होइन छ। म पनि खराब छैन, म शुद्ध छु भनेको चाहिँ होइन। ममा पनि होला 10%, 12% होला।